बिरयानी पहिलोचोटि ट्राई गर्दैछु म चाहिँ। यसको नाम चाहिँ जगत गेडा अरे, कसको नाम जगत हो तिनीहरूको गेडा यहाँ छ अरे होइन। तपाईँहरू यहाँनिर हेर न भने त तपाईँहरूलाई गाह्रो हुनु रहेछ। मेरो बुढालाई दिन्छु म, मेरो बुढालाई यहाँ खाना मन लागिसक्यो। अन्डा धेरै खायो भने पात आउँछ बुवाजी, पात ग्यास्ट्रिक पनि हुन्छ। ढ्वार पात छ के। लालो पाटे लुङ्ग्यो भुइँतिर किलाया माइतिर किलाउ उइतिर। हेलो हेलो नमस्ते अनि स्वागत छ तपाईँहरू सबैजनालाई अमिर पुष्पा भ्लगमा। आज पनि फेरि अर्को नयाँ भ्लग लिएर तपाईँहरूको माझमा अमिर र पुष्पा दुई त उपस्थित भएका छौँ। अमिर बमजन चाहिँ ऊ यहाँनिर हुनुहुन्छ। जाडो छ नि त कति धेरै, हाम्रोतिर त धेरै जाडो छ। उता हाम्रो पालुङतिर पनि अनि यता यो फर्पिङतिर पनि धेरै जाडो रहेछ, चिसो रहेछ। हाम्रो यो नयाँ भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ। नेक्स्ट भिडियोमा है हामी फुपूको घरमा आइसकेको छु। फुपूको घरमा आएर पनि होइन यसरी बसिरहेको छु। एकदमै जाडो भएर ब्ल्याङ्केटभित्र गुपसुक्क भएर टाउको मात्र देखिरहेछ। छोरी त झन् खोकी लागेर हैरान भएको छ क्या चाहिँ। यहाँ कोही फेरि हेर न त्यहाँ माथि पुरै भिजिट गरेर हैरान छ। अनि हाम्रो यो चाहिँ माइली फुपूको घर हो। हामी माइली फुपूको घरमा छु। माइली फुपूको घर देखाइदिउँ कान्छी। हामी यहाँ त माइली फुपूको घरमा छौँ। अब घर त तीनवटै फुपूहरूको घर नजिक नजिक छ है। अस्ति नै आउने दिनमा चाहिँ माथि बस्यौँ, म गएँ ल बाहिर। अस्ति चाहिँ माथि बस्यौँ, आज चाहिँ तल आएको। हामी चाहिँ यता कोठामा, यता चाहिँ भर्याङ छ। यता यहाँ त छ क्या फेरि टोइलेट छ है। अन्त टोइलेट छ है साथीहरू। फेरि यहाँ उयो भर्याङ हो कि, यहाँ भर्याङ भने चाहिँ टोइलेट छ। अनि माथि भर्याङ भइहाल्यो। यहाँनिर किचन छ। यहाँनिर कथा छ फुपूहरूको। यहाँनिर बच्चा भएपछि यस्तै नि होइन, लठालिङ्ग भइराखेको छ। यहाँनिर यतिकै छ, झन् त्यही माथि हामी पाहुना बढेर आएको। अनि त्यही भएर नन्द बहिनी यहाँ हुनुहुन्छ, म चाहिँ यहाँ बाहिर जाँदैछु। फुपूहरू चाहिँ काम गर्दै हुनुहुन्छ, हामी चाहिँ पाहुना बनेर बसी छौँ। फुपूहरू काम गरिरहनु भएको छ कि यहाँ यो पछाडि माथिबाट बर्खामा खुलेसो आउँछ अनि त्यो बेलामा चाहिँ भड्किन्छ भनेर अहिले नै बनाउन लाग्नु भइरहेछ। यहाँनिर यो आँगन पनि अलिकति अलि उतासम्म बनाउनु हुने रे, माटो हालिरहनु भएको छ। यो चाहिँ माइली फुपूको घर हो। म देखाउँछु है मेरो माइली फुपू के गर्दै हुनुहुन्छ, म देखाउँछु तपाईँहरूलाई। अनि फुपूहरूको घर पनि नजिकै है, दिदी बहिनी सबै नजिक। यहाँ चाहिँ आगोमा बनाउने, बेला बेलामा आगोमा बनाउने यो चाहिँ किचन हो। यहाँबाट बर्खामा यहाँबाट कुलो आउँछ नि त माथि। यहाँ माथि चाहिँ पुरानो घर अनि यतापट्टि साइडमा छ। यहाँ चाहिँ फुपूहरू के काम गर्नु भइरहेछ हाम्रो फुपूहरू काम गरिरहनु भएको छ। मस्तले उता जानु भइसक्यो। यताको माटो अघि मैले देखाएको ठाउँमा चाहिँ लानु भइरहेछ। चाहिँ खन्ने माल। मेरो फुपू र म बाजु यहाँनिर काम गर्नु भइरहेको छ। यो चाहिँ किन यस्तो गर्नुभएको फुपू बाजु? यो चाहिँ बर्खाको बेलामा अब तल नझरोस् भनेर माटो, फुक्का माटो चाहिँ तल नझरोस् भनेर। ए यो तल झऱ्यो भने फेरि यहाँबाट यो पानी जानु पाउँदैन है उता। सुस्रो माटो झऱ्यो भने फुपू र फुबाजु चाहिँ काम गर्ने, हामी चाहिँ बसी खाने कि। यहाँ चाहिँ बर्खामा यो पानीहरू पर्छ नि, कति धेरै पानी पर्ने बेला यो त सबै त झर्दैन। यो माथिको झऱ्यो भने मुनि आएर यहाँ बलिन पानी चाहिँ जाँदैन, तर्किँदैन भनेर फुपूहरू अहिले नै काम गरिरहनु भएको छ। भोलिपछि पानी पऱ्यो भने चाहिँ गाह्रो हुन्छ धेरै। यहाँनिर यो प्लास्टर गऱ्यो भने त फेरि उस हुँदैन होला है, झर्दैन होला, गर्नु मिल्दैन होला है फेरि यस्तोमा? मिल्छ यस्तोमा के यस्तोमा मुनि त ढलान गर्ने। यहाँ वाल लाएर मात्रै हो, त्यही त वाल लाएर के सेरवाल लायो भने चाहिँ बलियो हुन्छ भनौँ न। ए अलि माथिसम्म यसलाई तल झार्ने अनि त्यसपछि यहाँबाट सबै माथि वाल लगायो भने चाहिँ राम्रो हुँदो रहेछ है। मैले त काम गर्नै परेन त, म भाग्यमानी हो कि के हो। अनि यही पाइप चाहिँ पुर्नु भयो क्या फुपूहरूले। अब यहाँबाट नि पानी आउँछ हो।
यो चाहिँ टोयलेटको यो पानीको अब यहाँ पनि अझै पुर्नुपर्ने छ दिपाला तान्न दिनुपर्छ क्या दोरी मिलाएर गाह्रो भयो अब त भइहाल्यो नि यहाँ ठ्याक्कै यहाँ भइसक्यो त माथिको पिर्स्यो ए तपाईँहरू यहाँनिर हेरेन भने त तपाईँहरूलाई गाह्रो हुने रहेछ नि। घर अगाडि अझ पहिला त उयो थियो यो मेन यो थियो यो पछि सारेको मैले फुबाजु र म भएर खनेको यो कुलो यो कुलो पहिला त ठ्याक्कै यहाँ थियो यो कुलो यो कुलो थियो ठ्याक्कै यहाँबाट जाने थियो हाम्रो घरमै एकदम उ थियो धराब थियो अनि पछि अनि फेरि यता फुबाजु र म भएर यतापट्टि बनाएको कुलो अनि अलिकति उता सानो बन्ने रहेछ हाम्रो पनि बुद्धि नभएको थियो है यो कुलो अलिक यहाँबाट गरिदियो भए अलिकति उता गरे भयो अलिक सजिलो हुन्छ फेरि जहाँ पनि कहाँबाट जाओस् यहाँ कागरी बोटले त्यो त पछि रोप्या हो हामीले कुलो खनेर पछि रोप्या हो तपाईँहरूको हो सबै हाम्रै हो पुबाजुल चाहिँ कुन के चलाउनु भइरहेको हो पोपो हो ए पोपो लबर हाम्रो फुबाजु पनि पोपो लबर हो लबर भयो पोपो लबर ब्रेड पाक्दैछ अन्डा ए बर्गर जस्तै बनाइदियो भने त्यस्तो भयो भने अलिक मिठो हुन्छ धेरै परिकार बनाएर नखुवाउने फुबाजु यहाँबाट जाने बेला घर गएर फेरि भात खाना उयस होला आफूले के अरे मोटाएर घरमा गएर केही खानेकुरो मिठो नहोला मिठो मिठो खाने बानीले त्योमा त खाएर छ र हामीलाई यहाँ यो बच्चा भएको घर यस्तै हो सबै यस्तै हुन्छ अब फुबाजुले हामीलाई चिया बनाएर ल्याउनु भइसक्यो हामी त बस्ने खाने हाम्रो घरपेटी आमालाई चाहिँ पुगेन छ जब मैले 5 जनालाई 6 जना रहेछ 5 जनालाई त बिचरा बाँडेर खाने नि अब यही ल हाम्रो फुबाजु कुकम्यान कुकम्यान एकदम दामी दामी बनाउनु हुन्छ खतरा बनाउनु हुन्छ के हो यो होटल सिस्टम मन लाग्नु भयो क्या हो आमा होटल सिस्टम जस्तो लाग्यो त हैन ल तपाईँ पनि खानु न त हैन तपाईँ चाहिँ नखानु हुने फुबाजु 5 जना मैले त हिसाब गरेको फुकुजु त 5 जना होला भन्दा नि म त खाँदैन म त कति खान्छु घरबेटी आमालाई चिया पुगेन घरबेटी आमालाई चिया पुगेन अरे फुबा चाहिँ जानु भइसक्यो माथि किचनमा हाम्रो फुपू चाहिँ यहाँ ड्राफ्ट गरिरहनु भएको छ बब के अरे उस जस्तै गरेर खाने हो कि? बर्गर जस्तै खाने है बुबाजु बर्गर गोलभेडा क्याप्सिकमहरु क्रिमहरु चाहियो त्यो खाने सिस्टम त्यही हो सिस्टम दिए झोरियो यस्तो समातेर खाऊ ल समृद्धि नि खाऊ न समृद्धि मलाई पनि त्यसै गरेर दिनु त बुढी सम्मान पत्र प्रदान गर्दा हो कि सम्मान पत्र हस्तान्तरण गर्न चाहन्छ हामी पाक्रा गरा जस्तो आउँछ होला मेरो बुढालाई दिन्छु म मेरो बुढालाई यहाँ खान मन लागिसक्यो यो भित्र अन्डा अनि बाहिर ब्रेड गर्नु भएको छ कति मिठो बनाउने है सानो मान्छेले कायदाको रिसाउने हामी यतिखेर माइली फुपूको घरमा टन्न खाँदैछौँ उहाँको घरबेटी आमा घरबेटी आमा उहाँ नै हो एउटाले घरबेटी आम भने अब घरबेटी आमै बन्ने यो घरको मालकिन यो हामीले क्यामेराम्यान चाहिँ राख्यौँ है जहिले रिसाउने के रिसाउने मात्रै क्यामेराम्यान राख्यौँ क्या हामीले चाहिँ जहिले रिसाउँछ के हात चलाउने क्यामेराम्यान के भने जहिले पनि झिङ्गा डब्बा हो कि क्या हो दबा हो कि लामखुट्टे दबा हो कि होइन भुसना दबा हो कि भने जहिले रिसाउँछ कि यो मान्छे भिडियो बनायो किन रिसाएको नि नगर्नु भनेको के छ त समृद्धि कसले धेरै मिठो खाना बनाउनुहुन्छ सलिनाले कि मम्मीले कि बाबाले कि बाबाले ल बाबा र ठुलो बाले कसले मिठो बनाउनुहुन्छ ठुलोलाई मिठो बनाउँछ है ठुलो मम्मीले मिठो बनाउँदैन बुन ठुलो मम्मीले मिठो बनाउँदैन ठुलो ठुलो भइसक्यो के मात्रै अन्डा हालेर
खाऊ 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 अन्डा घरिघरि हालेर कहाँ घरिघरि अन्डा पाउँछ त धेरै खानु हुँदैन कि यो अन्डा भने अन्डा धेरै खानु हुँदैन अन्डा धेरै खायो भने पात आउँछ बुवाजी पात ग्यास्ट्रिक पनि हुन्छ ढर पात छ के खान मन लागिरहेको छ यहाँ मिठो मिठो त्यही भएर हो आज चाहिँ गाइजहरू हाम्रो फुपूहरूले के बनाउने रे बिरयानी बनाउने बिरयानी पकाएर मलाई खुवाउने अरे के आफ्नो भदा आएको उपलक्ष्यमा आम्मामा के भन्ने अब भदा मात्रै होइन बुहारी छ हाम्रो भदैनी छ हाम्रो नातिनी छ यो चाहिँ कान्छी फुपूको घर हो यहाँ चाहिँ माइली फुपूको घर छ यहाँनिर चाहिँ यो चाहिँ जेठी फुपूको घर यहाँनिर चाहिँ जेठी फुपू चाहिँ खै कहाँ हुनुहुन्छ घरमै हुनुहुन्छ होला यताबाट जाऊँ कि बाटैबाट जाने कसको अनुहार बिग्रेको किन किन बिग्रियो फुपू खै यता राम्रै छ त कि रोएर थाकेको किन सन्चो नभएर कि ए हामी यहाँनिर छौँ अब फुपूहरूको गाउँतिर भिजिट गर्दै गर्दै हिँड्दै देखाउनु हुन्थ्यो खोइ त लप्सी नै हराइसक्यो ऊ त्यो हेर ऊ लप्सी आमा कति झुप्पा झुप्पा रहेछ तर रात परेछ है अहिले चाहिँ रात पर्नु लागेको छ त्यही भएर अलिकति मधुर देखेको छ बिरयानीको कुरा चल्दैछ यहाँनिर अघिदेखि नै जगरको गेडा हेर्नु यहाँ कि जगरको गेडा यसको नाम जगरको गेडा हो जगरको गेडा साथीहरू कोकले थाहा पाउनु भएको छ जगरको गेडा कसको नाम जगत हो तिम्रो केटा यहाँ छुट्टिएछ यसको नाम चाहिँ जगत गेडा अरे कसको नाम जगर हो तिनीहरूको गेडा यहाँ छ अरे होइन यसको नाम चाहिँ जगत गेडा अरे कसको नाम जगर हो तिनीहरूको गेडा यहाँ छ अरे होइन यसलाई जगत गेडा भन्छ अरे के जगत गेडा भन्छ लालु पाते लुङ्ग्यो भुइँतिर यसलाई लुग्यो भुइँतिर भन्दाखेरि यो लगेर जानुपर्छ हो लुङ्ग्यो भुइँतिर ए यसको नाम लालपाते हो पाटे लालु पाटे यसको ए के लाउँ माया मलाई त थाहा छैन है भुइँतिर के लाउँ कराउँदैन होला नि है मैतिर सर्छ हो यो ऊ त्यो सर्छ सर्छ के यो त लालु पाटे लुङ्ग्यो भुइँतिर के लाउँ माया मैतिर कि लाउ उहीतिर मेरा नलाउ दुईतिर ओ फुपू यसको नाम के हो तपाईँहरू के भन्नुहुन्छ यो के भन्नुहुन्छ तपाईँहरूले कमेन्ट गर्नु होला तपाईँहरूले चाहिँ के भन्नुहुन्छ यसलाई ए ऊ के भन्छ दिदी मलाई के थाहा छ म जस्तो के अरे उसलाई ऊ त्यहाँ लालुपाटे फुल ऊ त्यहाँ कति धेरै छ यसलाई हाम्रो त यसलाई ससुरा भन्छ ससुरा ससुरा तिम्रो ससुरा यो भो त अब यो असुरा हो क्या असुरा आफै ससुरा भनेर अहिले अहिले आयो बिरयानीको लागि मासु तयारी हुँदैछ यहाँनिर पिस त अलि ठुल्ठुलो गर्नुपर्छ होला हामीलाई हो यो मासु त्यसो भए अलिक ठुल्ठुलो गर्नुपर्छ होला नि त पिस त पुगेन भने अर्को पनि छ चामल अस्ति हामीले बाँडेको नि केही गरेको छैन यो भाउजू हेर्ने कस्तो रहेछ कि नगर्नु न म कस्तो पायो मैले मन गरेन भाउजूले ढोक्यो नमस्कार हो नाटक गरेर हागे गर्नुभयो के अहिले यस्तो गरेर के काम भयो अघि नै खिचिसक्यो मैले अघि नै खिचिसक्यो के हाय सानी हाय ठुलै 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 हेर्नु न मेरो नाना बहिनीले अनुहारै नदेखाउने अरे के अनि के खान बोलाएको त हामीलाई हो होइन के खानु बोलाएको भन भन भन
भन के खानु बोलाएको भन आज हामी सबैजनाको नाप लिँदैछु नाप भन्नाले यहाँ टाउलको वेट लिँदैछु तरकारी जोख्ने मेसिनमा वेट लिँदैछु कसको कति धेरै वेट छ भन्ने कुरा अब प्रुभ हुन्छ गाइज ल आज पुष्पा मगरको वेट हेर्नुहोस् हेर दिविका वेट मेरो त अब तल मेसिनमा देखाउ न यता आएर यताबाट नि देख्छ दुईटैबाट देख्छ कति केजी ठ्याक्कै 79 कति 78 79 हो के यसको दुर्गाले पनि फरक पार्छ क्या हो पार्दैन यो त यति त जसको जहिले नि लगाइहाल्छ नि ज्याकेट लगा भए चाहिँ 80 थियो कति केजी रहेछ 79 केजी के बिना केजी हो त्यो मेरो छोरी जोग्दैछु है अब मेरो जो छोरी 17 केजी 17 केजी रहेछ 17 केजी रहेछ है समृद्धि आउँदा समृद्धि चोखा त अब यो त खतरा छ नि 30 हो 30 हो यो त 30 किलो ठ्याक्कै 30 लगभग 31 चाहिँ हुन लागेछ 30 किलो नउसेको के ग्राम भन्छ के भन्छ लगभग 31 चाहिँ हुन लागेछ कति किलो भयो भनेको म त मोटाइ राख्छु नि अहिले ल हेरौँ है ढोक्नु पर्छ हो अबि हामीलाई के 69 ए 69 ए ढोक्नुको कति रे 69 भनेपछि त तिमी भन्दा कति कम कति कम ए 79 भनेपछि त तर कान्छीमा हेर्दाखेरि त मोटी देख्छ नि है 10 किलो कम मोटो के फोक्से ज्याम अनि लुगा कत्रो लाग्छ नि यहाँ लुगा थोरै लाउनु पर्यो लुगाले पनि फरक पार्छ र भने होइन यसो मोटो देख्छ अब यो चिसो नराख्नु है कपडा राख्छ के हुँदैन कि एकछिन के पनि हुँदैन अनि कपडा राखेपछि त बढिहाल्छ नि आमामा अमिर त पहिला 35 थियो अहिले 45 45 मात्रै हो र पहिलो भने हैन 45 मात्रै होइन पो अनि मासु छैन नि त उसको यतिको त छ मासु ल तर 45 भने पनि छ आमा अस्ति आउने 55 किलो पोर आउनु बेला चुप लागा 35 भने 35 होइन जिते गरिरहन्छ यो मान्छे यो अपेक्षा नपाउँदै हो 35 किलो त होला अपेक्षा नपाउँदै हो कि पछि आउँदा चाहिँ 55 थियो पछि आउँदा 55 किलो तर घटेछ म 10 किलो घटेको एकछिन अस्ति नआउँदा त 55 किलो कति घटेको छ मान्छे अहिले हेर न फेरि मान्छेलाई घरिघरि चिसो भयो है 45 हो भने लगभग 45 46 पत्याउँदै पत्ता छैन मेरो श्रीमतीले गाइजहरू हुन लाग्ने म कति केजी रहेछ त ल भन्नुहोस् गाइजहरू 46 अलि छैन के 46 लाई अलिकति मात्रै थोरै छ मान्छे त लुत्दै घटेको हजुर बहिनी घटिदिएको के गर्नु घटेन भने भाउजूले उचाल्न सक्दैन अनि भाउजूले उचाल्नु परेन अब बाबुको पालो बाबु हिरोको पालो बाबु घटेछ हेर छेरेर 11 किलो थियो कति हो दिनको 3-4 किलो घटेछ छेरेर फुबाजु ब्लकलेस न 11 किलो कम बढी रहेछ हाम्रो बिरयानी तयारी भइसक्यो हाम्रो कुकम्यान चाहिँ यहाँ हुनुहुन्छ मैले नदेखाउनु नि चाहिँ मेरो बेइज्जत हुन्छ कति नराम्री छ बाँदरी जस्तो छ बारानी जस्तो त्यही भएर फेरि जोइले पत्याउँदैन कति बेला आउला र खाम्ला मुखमा भन्ने यता भइसक्यो होला बास्ना हो र आइसक्यो बिरयानी पहिलोचोटि ट्राई गर्दैछु म चाहिँ हाम्रो त आइसक्यो है बास्ना लिनु त दाइ खोइ सलिना कस्तो लाग्यो किन नबोले म यहाँबाट सोध्दैछु कि कस्तो मिठै छ होला चलाउनु नहुने के ल फुबाजु नुन लागेन भने यस्तो चलाएको भने होइन पछि चाहिँ चलायो पनि सबभन्दा पछाडि बस्ने नानीलाई कस्तो लाग्यो मिठो छ बिरयानी खाँदैछु हो म त खानु ल एक चम्चा झ्याप खानु न अहिले नै खाइहाल्नु त कस्तो छ भन्नु टेस्ट ल एकदम दामी ल खाए गाई हामी पनि खाए बिरयानी खाए बाबाको अनि आउनु बुवा यहाँ बस्नु तपाईँ पनि अनि त्यो ठिकै त म यहाँ बस्नु यस्तो मिठो छ है सबैले गुनासो गरे हुनुहुन्छ हामीलाई त मिठो लागेर उहाँहरूले गुनासो गरेर होला मिठो छ मिठो छ चामल के हेर्दा पनि सल्लाहले बना जस्तो भएन भनेको कि है अस्तिको त कम मिठो होइन एक टन्न हुँदा पनि कति मिठो भने त्यो पनि फर्स्ट ट्राईमा सेकेन्ड ट्राईमै यस्तो भयो धेरै पनि पऱ्यो कि छोडै बाबु तर मैले चाहिँ चलाउँछ यिनीहरूले नचलाउँदो रहेछ होइन मैले बनाएको चाहिँ चलाउँछ मैले पहिल्यै चलाउँछु म फेरि बनाउँछु एकचोटि के भएन मलाई छिटो बनाऊ
अब बनाएर के काम दाइहरू गइहाल्छ गए भाउजू हो एक हप्ता त बस्नुहुन्छ होइन अब हामी भोलि जान्छौँ मोमो खानु पऱ्यो नि मोमो खानु पऱ्यो भोलि त काठमाडौँमा चाहिँ होइन बाजु बिरयानी सक्नु खाउनु न पुगेको त लाग्यो के पुग्यो भने आमा यो सलिना चाहिँ मान्छे यहाँ हालिरहेछ ऊ चाहिँ के चुपलाई हेर्दै नहेर्कन ऊ गरेर किन नि तपाईँ खानु न कहाँ ऊ हाल्दैन बिचार खानु के भयो मासु मासु भएको भयो खानु पानी छैन भयो भने के मासु मिसाइ धेरै हुँदैन पानी दियो अरे क्या दिनु दियो कि फाइनली हामीले बिरयानी खाएर सक्यो गाइजहरू बिरयानी पनि पहिलोचोटि टेस्ट गरेको एकदमै मिठो लाग्यो स्वादिलो लाग्यो अलिकति चामल चाहिँ त्यो उस भएको भएर चाहिँ अलिकति अर्कै खालको देखिएको थियो तर टेस्ट एकदम बबाल छ यो बिरयानी बनाउने हाम्रो मास्टर नि एकदमै प्यारी हुनुहुन्छ सलिना सुमी हुनुहुन्छ उहाँको लागि सबैजनालाई थाली बजाइदिनु होला अनि अझै बढी भएर अब भोलिको लागि पनि हुन्छ यो है एकदम धेरै छ देखाउ त उहाँहरूलाई ल हेर्नुहोस् है एकदम धेरै बनाउनु भएछ सायद हामीले अमिर बमजन र पुष्पा मगरले राजको राज खान्छ भनेर होला होइन तर धेरै बनाएछ तर ठिक छ के अरे हामीले धेरै खान सकेन तर जति खायो एकदम मिठो मानेर पेट भरिने गरी खायौ अनि फुपूहरू सबैजनालाई पेट भर्यो मिठो लाग्यो मिठो लाग्यो ल मिठो छ ल अब भोलि फेरि खानु पर्ला बिहान भोलि खाना नखाने यसैले हुन्छ हाम्रो भ्लग हेर्नु भएकोमा तपाईँहरू सबैजनालाई धेरैभन्दा धेरै धन्यवाद सबैजनाले हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला फेरि हामी भेट्दैछु अर्को भिडियोमा बाई बाई